आज अङ्कलको ट्र्याक्टर जोत्दाखेरि यसरी पल्टेर काजा कुचुक हुन्छ भने मैले सोचेको पनि थिएन। गाइज म चाहिँ घरमा सुतेर बसिरहेको थिएँ अनि साथीले एकैछिन मेसेज गर्यो अनि मैले चाहिँ चरपाटी हान्नु जाउँ भनेको हुन्छ अरे अनि त्यही भएर हामी चाहिँ चरपाटी हान्नुको लागि निक्लेको अनि काम भने लास्ट चरिरहेको अनि माथिबाट साथी पनि आयो अनि हामी चाहिँ यता वनको बाटो गयो किन भन्दाखेरि यताबाट चाहिँ छिटो पुग्छ नि त उताबाट घुमेर जानु भन्दा यताबाट जाने भनेर हामी चाहिँ दुईजना यताबाट गयो। जङ्गलको बाटो भने चाहिँ हामी नहिनेको लगभग धेरै भइसकेको थियो अनि आज चाहिँ हामी गइदिएको किनभने चाहिँ हामी यताबाट छिटो पुग्छ भनेर गएको नत्र उतैबाट चाहिँ हामी चाहिँ जसो तसो गरेर खेतमा आइपुग्यो अनि खेतमा आइसकेपछि अब चाहिँ धेरै छैन 5 मिनट जति लाग्छ अनि हामी चाहिँ फेरि उक्लिनतिर लाग्यो। चाहिँ हिँड्दा हिँड्दा हामी 9-10 मिनटमा पसल पनि आइसक्यो अनि पसलमा आउने साथै हामीले चरपाटी अर्डर गर्नतिर लाग्यो किनभने हामी सुरुमा चरपाटी खाने चरपाटी अर्डर गर्न साथै एकछिनपछि चरपाटी नै आएर हामीले झ्यामझ्याम खाएर पानीपुरी पनि अर्डर गर्न थाल्यो किनभने चाहिँ चरपाटी मात्र के खानु पानीपुरी पनि हम भनेर हामीले पानीपुरी पनि मगायो। चरपाटी खाइसकेर यसो उतातिर हेर्छु काकाले भने खेत झोदिरहेको रहेछ अनि हामीलाई पनि लास्टै अल्छी लागिरहेको थियो अनि साथी र म चाहिँ कुरा मिलाएर हामी पनि काका भाटीतिर गयो। त्यहाँ पुग्नु साथै साथीले चाहिँ ट्र्याक्टर जोत्नतिर थाल्यो अनि ट्र्याक्टर जोत्दाखेरि छेउमा जोत्ने भएको थियो झन्डै पल्टिरहेको ट्र्याक्टर। आजको दिनमा चाहिँ लास्टै रमाइलो भयो। आयो आजको भिडियो मन परेर भिडियो मन परेर लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्दिनु होला। सब्स्क्राइब गर्नुको पैसा लाग्दैन त्यही भएर सब्स्क्राइब गरिदिनु होला।